हेलो गाइस, देखिए हम लोग चलते हैं यहाँ से। यो क्षेत्रमा आएर दीप प्रज्वलन गर्दै हुनुहुन्छ त्यो कामना पनि उच्चारण गर्नु होला र भगवत प्रसन्नताको लागि यो कार्य गर्दै हुनुहुन्छ भने केही सम्झनु होला। सपरिवारजनानां यजमानस्य सपरिवारजनानां सकल मनोकामना परिपूर्ण मनोकामनाहरूको परिपूर्ति होस् भन्ने कामना हजुरहरूले भन्नुहोला। सकल मनोकामना परिपूर्णता सिद्ध्यर्थम विशेषतः हरिहर क्षेत्र मध्ये देवदास स्थान मध्ये संध्याकालीन श्रृंगारिक महाआरतीम अहम ब्राह्मण द्वारा कारयिष्ये। यहाँहरू सबै भक्तजनहरूले गुरुजीहरू थाल लिएर आउनुहुन्छ। हातमा लिनु भएको पुष्प जल जे छ तिल कुश हजुरहरूले गुरुजनहरूको थालीमा राखिदिनु होला। उहाँहरूले ल्याएर यहाँ वेदीमा अर्पण गर्नुहुनेछ भने भक्तजनहरूले बहुत भारी देवघाट में देवघाट धाम को हरिहर क्षेत्र को के गर्दै हो भगवान नाम को संध्याकालीन श्रृंगारिकमा यहाँले रहनुहुने भक्तजन लगायत प्रत्यक्ष रूपमा उपस्थित भएर यो विशेष संध्याकालीन श्रृंगारिकमा आरतीको दर्शन गर्नुहुने, कर्ता बन्नुहुने, आफ्नो दीप लिएर प्रज्वलन गर्नुहुने सबै भक्तजनहरूको सकल मनोकामना भगवान हरिहरले पूरा गरिदिनुहोस् भन्ने यही पावन कामना, यही पावन प्रार्थनाको साथमा यहाँनिर उपस्थित हुनु यो एक जन्मको पुण्यको उदयले मिल्ने कुरा होइन। जन्म जन्मान्तरको कल्प कल्पान्तरको युग युगान्तरको जब जन्मको पुण्यको उदय प्राप्त हुन्छ तब यो पावन क्षेत्रमा आएर भगवानको कथा सुन्ने मौका मिल्छ, यहाँ आएर रात्रिकालीन विश्राम गर्ने मौका मिल्छ। त्यो अवसर हामी सबैले प्राप्त गरेका छौँ। भगवान हरिहरको विशेष कृपा, विशेष अनुकम्पा हामी सबैको उपर छ। यही मैले हजुरहरूलाई जानकारी गराएँ। विशेष गरेर सबै भक्तजनहरूको सकल मनोकामना भगवान श्री हरिहरले पूरा गरिदिनुहोस्, सबैको इच्छा पूर्ण होस्, यही कामना यही प्रार्थनाको साथमा पनि सज्जनवृन्द जय खासको साथमा आजको संध्याकालीन श्रृंगारिक आरतीलाई शुभारम्भ गरौँ। देवघाट धामको हरिहर क्षेत्रको पावन भगवान नामको राधा कृष्ण भगवानको हरिहर भगवानको हातमाथि गरेर जय जय श्री राम पार्वती पतये हर 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 त्वमेव विद्या